हौ लाज्याङ नाति एक्लै के गर्दै बसेको हौ? स्याहार बाजे, त्यत्तिकै घाम तापेको। यता बसौँ न बाजे, घाम तापौँ। होइन, तिम्रो पनि बिहे गर्ने अरे भन्ने कुरा सुनेको थिएँ नि। केटी कताको हेर्दैछौ नाति? घर सल्लाह अलिक मिलेको छैन बाजे। घरबाट बाबुमाइतीबाट मागेर बिहे गर्ने भनेको छ। मैले चाहिँ मेरै गर्लफ्रेन्ड ल्याउँछु भनेको। कस्तो हुन्छ बाजेले पनि भन्नु नि। हेर नाति, गर्लफ्रेन्ड भनेको चौतारीको मादल जस्तै हो। चौतारीको मादल जसले पनि बजाउँछ भिरेर लाँदैन। तिनीहरू बाली चोरेर खाने गोरु जस्तै बानी बसेको हुन्छ। केटाहरूलाई ठगी खाने हुन्। ठग धन्दा नै हो। बाबु माइती कोही छैन भन्छन्। ठेगाना साथै घर पनि छैन भन्छ। किनेर जति दिए पनि भयो भन्दैनन्। पशुलाई कुँडो घाँस दिँदा कहिले भयो भन्दैन नि, त्यस्तै नै हो। अनि संस्कार पनि उनीहरूलाई थाहा हुँदैन। पशुलाई जस्तै लाज्याङ नाति त्यसरी ठग पशुहरूसँग नफस्टो। खाम्बे घामलाई बिहे गरिदिएको जस्तै संस्कार भएको कुल घरानको मागेर बिहे गर्नु ठिक हुन्छ लाज्याङ नाति। हौ बाजे, साह्रै चित्त बुझ्ने कुरा गर्नुभयो हो। मेरो गर्लफ्रेन्डले अझै पनि माइती यहाँ यति र ठेग्रा यहाँ हो भनेकै छैन। बल्ल मेरो बुद्धिको दिलको खुल्यो। अब भने गर्लफ्रेन्ड बिहे गर्दिनँ बाजे। धन्यवाद, थ्याङ्क यू।